हेलो साथीहरू, खत्रै नमस्ते है। आज म तपाईँहरूले ककनीको मिनी भ्लग लिएर उपस्थित भइसकेको छु। प्लिज अन्तिमसम्म हेर्नु होला है त। यो चाहिँ ककनी जाने बाटोमा चाहिँ सानो मिनी झरना हो। यो चाहिँ बर्खाको टाइममा मात्र आउने गर्छ है त साथीहरू। रमाइलो छ है त, रमाइलो छ है, रमाइलो छ बाटोमा, रमाइलो गर्दै जाँदैछ हामी। बाटो चाहिँ नपुग्नु सबै पिजै छ है त साथीहरू। बिचबाट फेरि कुहिरो लगाएर फेरि यस्तो रमाइलो छैन कि, यस्तो चिसो मौसम हो साथीहरू। कुहिरो पनि बवाल लागिदिरहेको फेरि कुहिरो हेर्नुहोस् न। यो ठाउँ चाहिँ ककनीको बस्नको लागि होटलहरू पाउने ठाउँ हो साथीहरू। त्यहाँ गएर चाहिँ होटलमा खाजा अर्डर गरेर बेलुका नाइट स्टे पनि गर्न सक्नुहुन्छ है त। अब चाहिँ हामी स्काउट पार्क जाँदैछौँ। त्यहाँ चाहिँ जाँदाखेरिको हालत हेर्नु है त साथीहरू। उकालो चाहिँ जान्छ त अनि सुन्छ यो उकालो चाहिँ कसरी लानु त नि अनि ओ स्याहारमा फर्काके तल चाहिँ आउनु। लानु सकिहाल्छ नि, ल्याउनु पो गाह्रो त। खै मलाई त थाहा छैन। भाइलो घुम्न चाहिँ एकदम रमाइलो छ साथीहरू है। त्यहाँ चाहिँ पुरानो पुरानो पिङहरू रहेछ। अनि हामी चाहिँ फोटोसोटो खिच्यौँ। कुरो चाहिँ बबाल लगाएर हामीलाई चाहिँ नाच्दा नाच्दा लास्ट भोक लागिसकेको साथीहरू। त्यही भएर हामी चाहिँ होटलतिर खाजा खानतर्फ लाग्यौँ है त। होटलमा गएर चाहिँ सुरुमा हामी चाहिँ स्न्याक आइटमहरू खायौँ। त्यहाँको सुकुटी सुकुटी स्न्याक्स। बाबु खानेकुरामा लाज मान्नुहुन्न, भोकामा खाने होइन सकेर फेरि। अब हामी चाहिँ फापरको ढेँडो र लोकल कुखुराको मासु खान गइरहेको छ साथीहरू। यस्तो टेस्टी छ नि, माइ गड। कोही काजी तल कति हतार भएको? कति हतार भएको हो यसलाई? ल सुजन, आजको घुमाइ र खुवाइ कस्तो छ भनेको त ल ट्याक्क लाएर मिलाएर। यो चाहिँ आज हाम्रो धेरै समय पछाडि साथीहरूसँग भेटघाट पछिको यो छ है। आज रमाइलो छ है। धेरै समय पछाडि हाम्रो लगभग 9-10 वर्ष पछाडि स्कुलको हाम्रो स्कुल फ्रेन्डहरूसँग भेटघाट लगभग 3 वर्ष सबै साथीहरू। तपाईँहरू पनि यसरी इन्जोय गर्न चाहनुहुन्छ भने ककनी जानु होला एकचोटि होइन। मौसम चाहिँ दामी चिल छ होइन, खानेकुराहरू राम्रै पाइन्छ। हामी चाहिँ फापरको ढेँडो र लोकल कुखुराको मासु खाएर चाहिँ हामी फर्किन लागिसकेका छौँ साथीहरू। घुम्न जानु होला सबजना मिलेर। जिन्दगीमा एकचोटि घुम्ने हो, रमाइलो गर्नुपर्छ। हामी चाहिँ यति खाएर फर्किने सुरसार गर्दैछौँ है त साथीहरू। ल मिठो छ है, मिठो। तपाईँहरू पनि जानु होला है घुम्न। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। अनि एउटा सब्सक्राइब पनि है त। थ्याङ्क यू सो मच अल अफ यु।